हेलो साथीहरू, वेलकम ब्याक टु अनदर ब्लग चित्रण एभ्री युट्युब च्यानल। फेरि स्वागत छ तपाईँलाई नयाँ ब्लगमा। है त आज डे 25मा हुनुहुन्छ हाम्रो गुरुजी, चेलाजी अनि म। अनि आज चाहिँ पुरा होइन राति चन्द्रग्रहण लागेको थियो होइन, अहिले चाहिँ पुरा खुल्ला भइसकेको छ। अघि बब्बा लगाइरहेको थिएन, यता जाउँ सिधा कुद्दिनँ म। कति कुद्नु चिन्ने साथीहरू, उता भोलि कुद्ने तिन राउन्ड होइन माथि। आजदेखि नि अलिक मलाई मेरो बडीमा अलिकति इफेक्ट भयो कि मासल 100 त कटाउने जहिले सेटअप। पुसअप अनि पछाडि हान्ने हो, पुसअप पनि ल्यामा 50 नगाउने नै हो। माटोक्नु ओ 50 र नर्मली यत्रो छ मेरो पहिले यस्तो हिँड्नु भनेको भुँडी देखाएर उता हेर न, पेट लुगाएर हिँड्दैछ बुढा। बुढाको कत्रो पेट दिन्छ हाम्रो सबको जब लुगा लगाएर उतादेखि तलदेखि सुरुमा आउँछ नि, अनि त्यहाँ थाहा भइसक्यो कम परेको यस्तो हुन्छ। यस्तो पेट यस्तो हुन्छ, यति देखिन्छ कि यस्तो गरेर। आफ्नो कसले भन्दै तिम्रो मेरो भन्दा ठुलो छ को मलाई भनेको? मलाई म त भन्दैछु त, म घटेको पनि छैन, केही नि भएको छैन होइन। म जस्तोको त्यस्तै छु होइन, साँच्चै। वेट मसिन लिएर आउनै पर्ने पैसै दिन्न कसो। एउटा कुरा के भन्दा भित्रको मासुहरू चाहिँ डह्रो भइसक्छ, त्यति थाहा छैन। हातहरूको मसल सबै डह्रो भएको छ, त्यति थाहा छ। अरू चाहिँ मलाई केही पनि थाहा छैन। घटेको जस्तो लाग्दैन। अब 24-25 दिन को मुजी चाहिँ घट्छ त्यो पनि। अब भोकै बसेर मैले गऱ्यो भने डह्रो एक्सर्साइज गरेर मात्र घट्छ, दिनमा 2 घन्टा 3 घन्टा गऱ्यो भने मात्र, नत्र घट्दैन। त्यस्तै डाइट पनि हान्नु पऱ्यो। डाइट हामी हान्दिनँ, हाम्रो जे छ त्यो यो नर्मली फुड खान्छौँ बनाएर, अनि त्यो भएर खान्छ नि त। हो कि नगर्छ भन्नु त। हामी सबै नर्मल फुड खाएर क्या। भिडियो बनाउनु तरिका चाहिँ तरिका छ क्या चाहिँ। हात गलो क्या, दाहिनेपट्टि गरेर देब्रेपट्टि गरेर अनि यस्तै होइन, देब्रे दाहिने रिट्टे। अनि अरू चाहिँ के छ तपाईँहरूको भन्नुहोस् न। अनि तपाईँहरूले चाहिँ आजको चन्द्रग्रहण कसरी हेर्नुभयो त्यो पनि भन्नु होला होइन। चन्द्रग्रहण हेर्नुभयो? कस्तो लामो चन्द्रग्रहण भएको थियो नि त आज। अनि माचिके बाहुनहरूले चाहिँ के भन्दो रहेछ नि, अब माचिके नहुनु बाहुनहरूलाई के पर्छ होला मेरो सब्सक्राइबरलाई। बाहुन मुजे फेरि मुखी त्यही आउँछ। बाहुन मुलेहरू चाहिँ के भन्छ नि, यही राशि भएकोले हेर्नु, यही राशि नभएकोले नहेर्नु भन्दै थियो कि म हाँस उठेर मागा। यो भनेको एउटा प्राकृतिक कुरा बनिने कुरा हो कि त्यो माका बाहुनहरूले दुनियाँभरि भनेर त्यो यता त्यता राशि तासी भनेर लाग्ने कुरा होइन। जे भन्छ साइन्सले भन्छ होइन। कसरी चन्द्रग्रहण भयो, कसरी के भयो भनेर होइन, त्यो हो क्या, समयको खेल हो। त्यो यता त्यता भन्छु त्यो चाहिँ अलिक म चाहिँ होइन विश्वास गर्दिनँ साँच्चै भन्नुपर्दा। अरूले गर्ने गरोस् होइन, मलाई चाहिँ लाग्दैन। जस अरूले गर्दा म रोकटोक पनि गरेको छैन, जस मलाई लाग्दैन। त्यही भएर मेरो आज भनेको होइन। त्यति है त साथीहरू। अनि तपाईँहरूले हेर्नु होला, मैले नै हेरेँ। हाम्रो दामदारी चाहिँ विश्वास गर्नुहोस् होला बाहुनको कुरा। बाहुनको कुरा क्या। आजको यो के भन्दै थियो, के राशिकोहरूले नहेर्नु, यता त्यता यो राशिकोले हेर्नु भन्दै गफ दिँदै थियो। हो अर्को घटना नान्नु क्या तपाईँले नि हेर्नुभयो? हारवाल सर तपाईँले नि हेर्दै हुनुहुन्थ्यो तर उयो फेसबुक दियो, टिकटक दियो त्यो न्युज त्यस्तो क्या उयो। ए आज नि दामदाई सेप्टेम्बर 8 होइन, आज माका नेपालको यस्तो डेन्जर डे हो नि। माका जेनजेट हो क्या आज, जेनजेट। यो त गर्नै पर्ने हो क्या माका। आज यस्तो ठुलो आन्दोलन हो कि जेसुकै गरोस्, तर त्यो भनेको नि एकदम गलत काम हो। उसले उपचार गर्नुपर्छ, त्यो जुन पनि हुन्छ नि मन्त्री एमालेको होला सायद, त्यसले गएर यता त्यता गरेर उपचार गरेर बरु त्यसको रेडिएसन बढ्थ्यो हो किन भन्नु त। तर त्यसले आफैले घटायो नि त भागेर, केही छैन।
केही हुनु चाहिँ नहुने होइन तर कसम आर्मीहरू लिएर आउँदा नेपाल चाहिँ होइन नेपाल चाहिँ ध्वस्ते बनाउँछ आज होइन त्यति हो है त त्यस्तो आन्दोलन कति भइसक्यो आर्मीहरूले पनि साला किन सुत्नु बन्दुक लिएर आएपछि सबजना चुपचाप हो यस्तो हो क्या अब जनता पनि देशभक्त र अनि टक्का हातमा त्यो मिटिङ कुरा चाहिँ सुन्नु न यहाँ जनता पनि देशभक्त अनि अर्को अब आर्मी पुलिस पनि देशभक्त दुईटा दुई विपक्ष पक्ष हामीलाई साथ दिनु हामीलाई साथ ल है साथीहरू हजुर हाम्रो यस्तो यस्तै कुरा हुन्छ यहाँ चाहिँ होइन हामीलाई साथ दिनु हजुर ल हामी चाहिँ फाइनली पार्क आइसकेपछि होइन दाम्दै यहाँनिर हुन्छ ल दाम्दै यु क्यान डु इट गो अन ओइ कति चिल्लो टक्लामा नारिवलको तेल लाउँछ यार हेत्तेरिका ल ल ल ल केम केम यति लामो हुन्छ म हेर्छु तपाईँलाई पानी इन्सल्ट गरेर हुन्छ होइन छिटो जाऊ त्यहाँ गएर छिटो अझै राहुल सरले हान्ने अरे होइन ल त्यस्तै मान्छे खतरनाक भइदिएछ यो अलिक सानो हुनु भनेको ठुलो ठुलो भयो क्या यार दियो दियो ल ल ल राहुल सर दिइहाल्नु अब हामी खानेखाले छ हाम्रो पालो भइहाल्छ विजेती भइगयो तपाईँको तिम्रो हाम्रो त वेलकम ब्याक टु चित्रण ब्लगमा के ल ल ल ल ल ल अरे अब न बैक चित्रण ब्लॉग जाओ वापस ब्लॉग बनाओ वापस जाओ योमा थाहा हुन्छ जिउ कसको दुब्लाल्ला छ भनेर थाहा छ हल्का हुन्छ नि जब जिउ सही कसम कसम तपाईँ अलिकति पनि भए पनि घट्नुभएछ क्या खानु म चाहिँ जस्तोको त्यस्तै छ है अहिलेसम्म साथीहरू राहुल मात्र घटेको म पनि जस्तो त्यस्तै हो राहुल मात्र घटेको स्लिम भएको म खास घट्नु आएको होइन म खानु आएको यहाँ ल त पानी चाहिँ होइन चोरीको मालहरू यति छ होइन चोरीको होइन राखेको 60 डेजमा चाहिँ भन्छ 60 डेजमा चाहिँ पातलो हुन्छ होला जाऊ ल कहाँ हानिदियो यहीँ हानिदियो ल यहीँ हानिदिने हो यहाँ भिडियोको अगाडि म रुल्स बनाउँछ किनभने यहाँनिर भरे थाहा लिन सक्छु होइन त्यही भएर सुन्नु सुन्दैछ नि गाइजहरू के क्यामेरा त ब्लर आयो त के भयो ए ठिक छ रुल्स के हो भने सुन्नु आजदेखि नअनिष्ट अरू डेसम्म होइन 100 सेटअप र 50 पुसअप हुनै पर्यो 3 राउन्ड या 4 राउन्ड कति हान्ने हुन्छ सक्यो भने 3 राउन्ड हान्नु सक्ने ल ओके जसले त्यसैले हामी त मामी बुझ्केला ल ल ल ल ल ल दियो 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 नौटङ्की यस्तो गर्ने 50 को कुरा गर्छ दुईटा झाँक्री बनिरहेछ ढ्याङ्ग्रो ल्याउँछु डङ 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 गुला ठोकिन्छ अगाडि यहाँ चाहिँ उनीहरू ओभर एक्सर्साइज गरेछ म पनि हल्का एक्सर्साइज गरेको छु नाटक गर्नु पऱ्यो होइन केही छैन यहाँ चाहिँ अब दाम्दा स्टार्ट होइन ल ल ल ल आउँदैछु यार ल ल दाम्दादेखि स्टार्ट ल ल 1 2 अलिक मजाले 3 4 5
6 7 8 9 10 11 12 13 14 15 16 17 73 18 19 20 21 22 23 24 25 26 27 28 28 29 30 अगर मैले पालेको ल तिमीले दियो भन्दा धेरै हल्ला त गरिहाल्यो म थिच्छु राउला देऊ हो ल ल ल मेरो बाटो ल सुतन त कि म हान्दिउँ त ल राहुल सरको पालो होइन राउलले क्यामेरा पक्रिन्छ जाउँ अहिले यहाँ गरेर लाग्छ नि ल ल 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 राउल तिमीलाई खाइदिएर यो खानेकुरा भयो 20 21 ल हबी 22 23 24 25 never give up again 26 27 oh you can do it wait त्यहाँ 28 बज्यो 29 30 40 त दियो 40 त दियो 10 लास्टमा 1 2 3 4 5 6 7 last 3 8 10 okay well done okay 1 2 3 4 5 6 7 8 9 10 ओके अब मेरो पालो होइन मेरो पालो राहुलले हान्छ राहुलले हान्छ मेरो पालो ल म कति हान्छु है त म त क्यामेरा पक्र सक्छु कि ल पर्फेक्ट देखाउनु पऱ्यो है तिमीले त बल लिएर घर गयो के हाल्यो अर्को बल है अर्को बल हो फेरि ल 1 ल 2 3 4 5 ल 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 20 21 22 23 24 25
26, 27, 28, 29, 30, 31, 32, 33, 34, 35, 36, 37, 38, 39, 40. फिट हाने 40 हानिदिने बेजत मान्छे 30 मात्र हान्ने हान त सुरुमा म हान्छु तिमीभन्दा बढी एक भने नि बढी हान्छु के गरेर सुरुमा मैले हानेको होइन हाने सुरुमा सुरुमा हानिनँ मैले सुरुमा त 40 गयो मेरो 100 बनाउने हो त भयो त 100 बनाउने कति बाजे कति ल उठा छिटो किन सुतेर बसेको त उठा न यहाँ म गरिहाल्छु ओ थिच आऊ सकल हेर नि यहाँ सकल हेर रहे ताल ताल मार्दिने क्यामेरा क्यामेरा अफ अब हाम्रो एज होइन सेटअप राउन्ड सक्यो अब पुसअप राउन्ड हान्ने पुसअप चाहिँ के गर्छ भने एकैचोटि सबैजना हान्ने गर्छौँ फोन चाहिँ म एक ठाउँ अड्काउँछु त्यहाँदेखि थाहा हुन्छ कसले के कति हान्नु होइन भन्नु होला अनि आफै तपाईँहरू चाहिँ गर्नु होला होइन कसले कति के हान्छ अनि यतातिर हेर्दैछु यता त सबभन्दा बढी हान्ने मान्छे परिहाल्यो यसो अनि म चाहिँ फोन त्यहाँ अड्काउनु पऱ्यो उता अगाडि के त माथि फोन अड्काउँ पानीको बोतल दिँदा राहुल सर राम्रो त्यहाँनिर मजाले पोजिसनमा बस्नु त म हेर्छु यसो गरेर यो बल लगा न त्यहाँ यो बल माथि राख न यो पर्दैन बल राखे त्यहाँ देखिँदैन कि टाउको पनि देखिँदैन पुत्रा देखिँदैन हेर त त्यहाँ ल म गर्छु देखिरहेछ मजाले यो बल छ हान्नु त ल दाम्दै 1 2 देखियो मजाले ल क्यामेरा बस्नु हामी देखिन हानु यहाँ सुरुमा हानु क्यामेरामा आउनै पर्ने टक्ला कतिचोटि आउनु पर्यो एउटै आउनु पर्यो म लास्टमा कति कति हान्ने 1 2 3 उठ्ने होइन रोकिने अलिकता आउनु न अलिकता हो उठ्ने होइन रोकिने आफ्नो राउन्ड एक राउन्ड सिधाएपछि रोकिने हल्का फेरि हानिहाल्ने ल नन्नु राहुल सर कति हाल्नु Go. Second view. Push. Second. छोड्दै भन्ने के 40-50 हानेको लागि 50 हाने तिमीले पहिला होइन मेरो त अहिले त भने 10-12 अहिले हान्ने होला 15-20 पहिला हानेको त्यहाँ के गर्छ
त्यति लाउला साथीहरू मलाई माथि जानु भोलि यहाँ सिक्यो जाऊ जाऊ बल खेल्नु अब डर भयो सक्यो सबै राउन्डहरू यहाँ चाहिँ दुईवटा बक्चुती गरेको चाहिँ खर्च पुग्दैन होइन नरियली गर्न दुइटै टक्ला छ जोनी सिन्सहरू नरियलको तेल लगाएर खान्छ हो भने जाउँ है। आज हामी चाहिँ फुटबल खेल्न लागेको नि पानी बोक्नु गाइसहरू ठन्डा ठन्डा कुलकुल मैले कस्तो भनेको थाहा छ एक्साइज नम्बर हो तपाईँलाई यो हाल पानी त चोर्नु हँ आज होइन भोलि यो भोलि ल बस हामी है यस्तो होला है ठिक थियो कति हाल्ने सबसे बढिया यो हो किनकि पेटको तलको जति हिस्सा छ नि हाम्रो गाह्रो छ अहिले भर्खर उयो सेटअप हानेर चाहिँ गलियो तरिका फुटबल खेल्न आएको कि यहाँ दुईजना विवाद चलिरहेको छ के पारी अँध्यारो हुँदैन के सोट हान्ने मायाको छैन यहाँ त ल यहाँबाट हामी दामी हाल्नु अब यहाँबाट हान्दा चाहिँ अब डढायो भने के भन्नु यत्रो परबाट हान्दा नि कस्तो डढाएको यहाँ कम्ती टाढा खायो त्यहाँ त्यहाँ हेर पहिला राम्ररी कम्ती टाढा खायो मेरो पुग्नु नि पुग्नु त्यहाँ ए भगवान् तिमी किपर बसेर हामी दुइटा फाइनलको जान्छ तिमी हार्नु खेल्ने हो बल खेल्नु त अल्छी हो नि अल्छी त्यो भएर बल नखेल्ने भनेको बल लिएर नजानु भनेको जाऊ छिटो किपर राख्नु नि यार किन डढाएको यस्तरीको फुटबल लाग्दा मरिँदैन रहन्छ यस्तरीको बलले डढाउँछ अरे किन ल ल खेल खेल यहाँ चाहिँ फुटबल खेल्छौँ त्यहाँदेखि चाहिँ हाम्रो यहाँ कहाँ जान्छौँ हामी चाहिँ आज फोटो खिच्नुपर्छ है गाइजहरू अब चाहिँ होइन हामी लागेछौँ होइन किनकि दामदाइ चाहिँ हामी चाहिँ हारिसक्नु हो त्यही भएर यो के यस्तो फोरे फोरे आमामा यता त पार फोरे होइन ल जाऊ पानी पानी यहाँ छ पानी पानी यहाँ छ पानी पानी यहाँ छ मोया फी मोया जाऊ है जाऊ अब लाग्यो हामी चाहिँ होइन रुमतिर गएको होइन अर्को केही छैन राहुल सर र म चाहिँ है पुरा वर्कआउट गरिसकेर अहिले चाहिँ हामी तामी मार्केट जाँदैछौँ दुईजना चाहिँ तामी मार्केट गएको आज चप्पल नभयो त्यहाँ जान्छ राहुल सर होइन अब हामी चाहिँ लाग्छौँ जिम पारी छ होइन यसको मन्थली फिस भ्युज हुन्छ त्यही छैन अनि हाम्रो दामदाईको कार चाहिँ यहाँ छैन कहिलेदेखि नबनाएर राखेको त्यही कारण अनि हामी चाहिँ जाँदैछौँ तामिङ तामिङ गिर है त साथीहरू